त्यसै पनि एकदम मतलब डर लाग्छ यो मार्केटमा भिडियो बनाउँदा किनभने यहाँ गर्ल्सहरू पनि आएको रहेछ साउदी अरबमा गर्ल्सको भिडियो यदि तपाईँको मोबाइलमा क्याप्चर भयो भने तपाईँलाई धेरै गाह्रो पर्न सक्छ। त्यसै पनि मलाई यो चाहिँ अलि फास्ट फुडमा राम्रो लाग्यो एज अ चिकन रोल मैले यो उठाइसकेको छु। अब अनि चाहिँ यो रसभरी एकदम ठुलो छ बिग साइजको यहाँ तपाईँ हेर्न सक्नुहुन्छ बिग साइजको छ यो एज अ 5 रियालको छ राम्रो छ यहाँको व्यवस्था। अनि यो 2.94 रियालका यो हो यहाँ तपाईँ हेर्न सक्नुहुन्छ सही हो यहाँको मतलब सब कुरा एकदम टोटली गुड एकदम गुड हो जसरी। हेलो एभ्रिवान नमस्ते सम्पूर्णमा दर्शक बिन आजको यो भिडियोमा म तपाईँहरूलाई हेराउन गइरहेको छु रियादको एज अ बजेट मार्केटमा मतलब कसरी के सुविधा छ भनेर ए टु जेड फाइनल म तपाईँहरूलाई हेराउँदैछु। त्यहाँ परसमा मान्छेहरूको पुरै मतलब भिडको भिड चारैतिरबाट सामानले भरिएको छ। म अलिकति यो कुनामा छु किन भन्दाखेरि यहाँ गर्ल्सहरूको पनि धेरै आवत जावत छ किनभने आज फ्राइडे छ त्यही कारणले म अलि यता भिडियो बनाउँदैछु। अब उनीहरूको भिडियो बाइचान्स भिडियोमा आइदियो भने केही भन्न सक्छ केही गर्न सक्छ भनेर अनि मैले यहाँ आएको छु। म तपाईँहरूले यो भिडियो मार्फत प्रत्यक्षमा हेराउँदैछु के कस्तो यहाँ मार्केटको अफर छ भनेर यहाँ मैले पेपर पनि लिएको छु। भिडियोमा अन्तसम्म बनिदिनु होला। त्यसै पनि यहाँ तपाईँ हेर्न सक्नुहुन्छ ए टु जेड सामानको यहाँ मतलब सब एकअर्कामा अफरमा राखेको छ। यत्रो ठुलो ठुलो सरफको प्याकेट यहाँ 36 रियालमा 20 किलो सरफ छ तपाईँ 2 साल बस्नुहुन्छ पुगिहाल्छ यत्रो यस्तो व्यवस्था यहाँको हुँदैन। त्यसै पनि यहाँ तपाईँ हेर्न सक्नुहुन्छ पुरै मतलब अफरले भरेको छ जता पनि मात्र अफर पर्छ। जस्तै त्यो सामानको 130 रियाल दाम छ भने 49 रियालमा सेल लगाएको छ। यहाँ तपाईँ जता हेर्न सक्नुहुन्छ पुरै अफरले भरेको छ चारैतिरबाट मान्छेहरू एकदम किनिरहेको छ। त्यसै पनि फाइनली यहाँ तपाईँ हेर्न सक्नुहुन्छ यो केकहरू तपाईँ यहाँ एकदम सस्तोमा पाउन सक्नुहुन्छ। यो 11 रियालको केक हो लगभग ठिकैको डिजाइन गरेको छ। यो पनि 10 रियालको केक हो एकदम मतलब एज अ पार्टीको लागि तपाईँ एकदम राम्रो व्यवस्थाको लागि तपाईँ युज गर्न सक्नुहुन्छ। त्यसै पनि मलाई यो चाहिँ अलि फास्ट फुडमा राम्रो लाग्यो एज अ चिकन रोल मैले यो उठाइसकेको छु। अब भिडियोको अन्तसम्म लाग्न आँटिसकेको छु यहाँ भिडियो पुरै छ। म तपाईँहरूलाई लास्टको भिडियोमा हेराउनु छु के कस्तो हुने रहेछ। भिडियोलाई इन्जोय गर्नु होला र च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। हस् धन्यवाद।